जापानमा कुन स्याम्पू युज गर्ने भन्ने पनि थाहा पाउनु भएको छैन भनेदेखि तपाईँहरूलाई आजको यो भिडियो तपाईँहरूलाई थियो। मैले चाहिँ धेरै वर्ष जापान आएको धेरै वर्ष चाहिँ मैले धेरै स्याम्पूहरू युज गरेँ। अनि त्यसपछि मैले स्याम्पूहरू युज गर्दा 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 कपाल झरेर मेरो सकिनै लागिसकेको थियो, एकदली झन्डै कपाल सकिन लागिसकेको थियो। अनि त्यसपछि चाहिँ मैले 3 वर्षदेखि चाहिँ मैले यो स्याम्पू H&Sको स्याम्पू युज गर्न थालेँ। अनि त्यसपछि चाहिँ मेरो कपाल चाहिँ झर्नबाट चाहिँ अहिले छुटकारा पाएको छु। नत्र भने सुत्दाखेरि सिरानीभरि कपाल हुने, नुहाउँदाखेरि कपाल झरेर हैरान हुने, कपालले गर्दाखेरि पनि पानी नबग्ने भएको थियो बाथरुममा, त्यस्तोसम्म भएको थियो मेरो कपाल झरेर। केटा मान्छे कपाल सानो हुन्छ त्यही पनि त्यस्तो हुन्थ्यो भने चाहिँ त अब तपाईँहरूले बुझ्नु होला कस्तो हुँदो रहेछ भनेर। अनि यसको चाहिँ के छ भनेदेखि तपाईँले अब टाउको चिलाउने ओर्ने हुन्छ, तपाईँलाई टाउको चिलाउने हुन्छ भने यसले समाधान गर्छ तपाईँको। अनि कपाल न्युवे भन्छ, न्युवे भने चाहिँ तपाईँको गनाउने, कपाल गनाउने समस्या छ भने नि यसले समाधान गर्छ। अनि तपाईँको यस्तो ड्यान्ड्रफहरू छ, अनि तपाईँको सुक्खापन छ, अनि तपाईँको बेताचुकी भन्छ अर्को, तपाईँको अलिकति तपाईँको च्याप लाग्ने अनि यस्तो यस्तो कपालहरू यस्तो हुन्छ भनेदेखि तपाईँको यो स्याम्पूले चाहिँ धेरै सबको समस्या हल गर्छ है। त्यो तपाईँहरूले तपाईँ ड्रग स्टोरमा गएर अथवा तपाईँहरू कोस्टोको जानुहुन्छ भने कोस्टोकोमा एकदम सस्तोमा यो राखेको हुन्छ है, तपाईँहरूले त्यहाँ गएर किन्न सक्नुहुन्छ।